हेलो नमस्कार साथीहरू, तपाईहरु सबैजनालाई स्वागत छ मेरो भिडियोमा। म यम कुमार राई पेरिस फ्रान्सबाट। आज चाहिँ हामीहरू पाक्दोपातिस भन्ने जंगलमा आएका छौं है, र मेरो साथमा भाइहरू पनि छ। म भाइहरूसँग घुम्दैछु जंगलमा हैन। आज चाहिँ विशेष भनेको चाहिँ जंगल घुम्ने, जंगलमा के पाइन्छ त्यही यसो फोटोसोटो खिच्ने। यहाँ चाहिँ हाम्रो प्रताप भाइ। हेलो मिस्टर प्रताप भाइ गले। म चाहिँ मिस्टर यम कुमार राई दाइको सानो मिनी ब्लगमा चाहिँ उपस्थित हुन पाउँदा चाहिँ खुसी छ है ल। अर्को हाम्रो यहाँ छ दावा भाइ। हेलो हेलो, ठिक छ दावा भाइ? ठिक छ दाइ। आज हामी घुम्दैछ है जंगलतिर। हाम्रो अर्को विश्वास ब्रो यहाँ छ, विश्वास भाइ है। हाम्रो राई दाइको ब्लगमा सबैजनालाई वेलकम छ। हेरिदिनुहोस् होला हाम्रो जंगल ब्लगमा। आज सबै जंगली ब्लगमा हैन, आज इन्जोय गर्दैन। आजको जंगल ब्लग चाहिँ यति विशेष हुनेछ। यो चाहिँ तपाईहरु जो पनि हुनुहुन्छ पेरिसमा रहनु हुने नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुलाई चाहिँ एकदम यो इन्टरटेनमेन्ट हुन पनि जान्छ है। र तपाईहरु एउटा फिल गर्नुहुन्छ, तपाईहरु ओहो कारै छ यो ठाउँ भनेर। तपाईहरु पनि यसो काम गर्दा बोरिङ फिल भइरा होला, यसो विकेन्डमा टाइम छुट्टी मिलाएर चाहिँ टक्क आफ्नो माइन्ड चाहिँ एकदम मेकअप फ्रेस गर्नको लागि चाहिँ तपाईहरुलाई यो चाहिँ ठाउँ, यो मु भन्ने ठाउँको यो सानो एउटा बेस्ट एउटा राम्रो जंगल छ। यहाँ चाहिँ तपाईहरुको एकदम पाक्दोपातिस भन्ने ठाउँ रहेछ। दाइलाई थाहा रहेछ हैन। यसमा आउनु भयो चाहिँ तपाईहरुको चाहिँ एकदम त्यो बोझ हुन्छ नि, त्यो चाहिँ एकदम तपाईहरुलाई सहरबाट बाहिर निस्किँदाखेरिको फिल कस्तो हुन्छ यो ठाउँले तपाईहरुलाई चाहिँ दिलाउँछ है। फ्रेस हुनुहुन्छ। के गर्दै हुनुहुन्छ हौ दाइ? भाइ म यहाँ छड्के टोपी, छत्रे टोपी लगाएर अब जंगल घुम्ने, अब हतियार निकाल्ने। ठ्याक्क हाम्रो दाइ चाहिँ कस्तो पैसा जंगल वारफेयर ट्रेनिङमा हिँडेको जस्तो, पुरा जंगल त्यो सर्भिलेन्स गर्ने जस्तै पुरा सर्भाइभल व्यक्ति जस्तो देखिन्छ त दाइ। हतियार निकाल्दैछु भाइ यार। ओहो, यो चाहिँ दाइको एकदम मोस्ट इम्पोर्टेन्ट छ हैन। ब्याट्री यहाँ राखेछु यसलाई। यो चाहिँ फोटोग्राफरको लागि मोस्ट इम्पोर्टेन्ट। यो कुन क्यामेरा के हो? दाइलाई त पुरै टुरिस्ट देख्छ त। टुरिस्ट देख्छ त। त्यसो चाहिँ के हुन्छ यहाँ, चरा सराको यताउति खिच्नुपर्छ। पुरै व्यवस्थित तरिकाले हो दाइ। सायद यतिको आफू त एनिमल लभर पर्यो हैन। एनिमल लभर, फरेस्ट लभर, अनि यतिको चाहिँ हुनुपर्छ है। मान्छेले काम भन्छ नि। ओ हाम्रो दावा भाइको पनि दिउँ न। कति 1746 तिरको हो यो। छालाको सेकेन्ड वर्ल्ड वारमा युज भएको दूरबीन यहाँ छालाको, मृगको छालाको चाहिँ यो चाहिँ ओरिजिन छालाको हो। फेरि यहाँ हाम्रो कान्छाले चाहिँ फेरि अहिलेको एकदम यो आधुनिकरणको लेटेस्ट अहिलेको यङ जेनेरेसनले चलेको चाहिँ बुझेछ है। एकदम यसको चाहिँ तिमीले एकदम ध्यान गर्नुपर्ने हुन्छ है। यो लेन्सहरु खस्छ। क्यामेरा त नि दाइ कुन हो? लेन्स हेर, लेन्स खस्छ है। यो क्यामेरा त कान्छ तिम्रो मोस्ट हो नि फेरि। जसो तसो मान्छेले सक्दैन त फेरि चलाउनु। ट्रेनिङ प्राप्त मान्छेले मात्रै हो यो। प्राप्त। ल अब यहाँबाट यस्तो बाटो जाने हैन। यता यहाँनिर चाहिँ तालहरू छ। यो चाहिँ सब मानव निर्मित तालहरू हो है। मान्छेले बनाएको तालहरू। यहाँ चाहिँ चराचुरुङ्गीहरू त्यस्तैहरू छ कि हैन। क्यामेरा त अनि म सेट राम्रो छ त। दूरबीन देखाइदिन्छु। यसले चाहिँ अब तपाईहरुको टक्क टाढोको भ्यूहरू हेर्ने, टक्क अब कस्तो देख्छ हैन। तपाई टाढा जान सकेन भने यही दूरबीनबाट हेरेर इन्जोय गर्न सक्नुहुन्छ। तपाईहरुसँग सामान छ भने यस्तो लिएर आउनुस्। अब हाम्रो चाहिँ सबै कुराहरू उपलब्ध छ। हाम्रो सामानहरुको लागि छुट्टै अफिस छ हाम्रो यहाँ, राई अफिस भनेर एउटा स्थापना गरेछ हामीले। पेरिस फ्रान्सको स्थित ठाउँमा हो। लोकेटेड एरिया पनि त्यही छ है। म यहाँ मेरो क्यामेरा सेटिङ गर्दैछु है। ल ओके। अरे भाइ यो गीत हिमालय भने ट्यागको क्यामेरा देखाउँदा नि ओ हिमालय यस्तो क्यामेराले फोटो खिच्यो त भनेर हिमालय धुम्मिरहेको हिमालय टक्क जस मलाई भेटरको त्यो चार्ल्स पोइन्टमा गएर हैन उत्तरतिर फर्केर हिमालको चाहिँ सिन लिने ठुलो इच्छा छ। दक्षिणतिर फर्केर भीमनगरको पनि हान्ने सोख छ कि एकै ठाउँबाट पुरा नि हुन्छ त्यो। वान डे ल गाइस भयो त गाइसहरु सबैले एकचोटी हलो गरिदिउँ न त के छ नि। हेलो गाइस यतिको चाहिँ हुनु पर्यो है। यो चाहिँ आज चाहिँ हामी टक्क दिन नै हैन
कति काम गर्ने त होइन, काम गर्दा गर्दा थकी हुन्छ नि त, कति काम मात्रै गर्ने। त्यो भएर चाहिँ हामी चाहिँ आज चाहिँ टक्क माइन्ड फ्रेस गर्नको लागि चाहिँ आज विकेन्ड मिलाएर चाहिँ हामी चाहिँ कामलाई स्टप गरेर चाहिँ हामी जङ्गल घुम्नुको लागि बाटो तय गऱ्यौँ। देख्न सक्नुहुन्छ यो चाहिँ टक्क चाहिँ मान्छेले बनाएको एउटा यो चाहिँ र्यालर जस्तो होइन, अनि यहाँनिर वे चाहिँ बाटो राम्रो रहेछ चाहिँ होइन, जुन चाहिँ अब आज हामी चाहिँ टक्क दाइसँग चाहिँ म यसो घुम्नुको लागि चाहिँ एकदम दाइ पनि एकदम इन्टरटेनमेन्ट व्यक्ति हुनुभएको कारणले गर्दा चाहिँ दाइ पनि यस्तो कुराहरूमा चाहिँ एकदमै चासो राख्नुहुन्छ क्या। यस्तो कुराहरूमा तपाईँहरूलाई थाहा छैन, तपाईँहरू हेरेर यो केही कुराहरू तपाईँहरू उहाँबाट पनि सिक्नुहुन्छ गाइस है। के अरे फेरि नयाँ कन्टेन्ट होला नि फेरि आज दावाको, फेरि चराले टाउकोमा हग्दियो भनेर फेरि नयाँ कन्टेन्ट क्रिएटर होला नि फेरि। के हो चरा चुरुङ्गीहरू ल है गाइजहरू आउनु है। यो ताल त निकै ठुलो रहेछ है। हाम्रो दाइले चाहिँ क्यामेराहरू टेकअप गर्दै हुनुहुन्छ एकचोटि चाहिँ उडेको चराहरूको चाहिँ यस्तो तालमाथि चाहिँ यसरी बनाएको छ है। यसमा चाहिँ तपाईँहरूले माछाहरू पनि देख्नुहुन्छ। के छ अनि ठिक छ होइन एकदम। हेलो दाइ, के खिच्दै हुनुहुन्छ तपाईँले? के को पिक्चर कैद गर्दै हुनुहुन्छ? चरा भेट्नु भएको छैन अहिलेसम्म? भागिहाल्छ है। यस्तो मेहनत गरेर फोटो एउटा चराको फोटो लिनु खोज्नु भएको छ दाइले। तर यो चरा चाहिँ यहाँ चाहिँ कस्तो हुँदो रहेछ भने हाम्रो हामीले हेर्दाखेरि सानो फुचे बुढी औँठा जत्रो हुँदो रहेछ चरा। यहाँ चाहिँ एउटा पार्क पनि रहेछ, बच्चाहरू खेल्ने पार्कहरू रहेछ। हाम्रो दाइ चाहिँ आज पुरै जङ्गल सर्भिलेन्सको लागि हिँडेको छ है। जङ्गलमा त फ्रुटहरू पनि पाउँछ नि हो, आलुचाहरू त्यस्तो क्या, खानु मिल्छ, जङ्गलभरि हुन्छ, खानु मिल्छ है मजाले। फ्रुट्सहरू पनि पाउँछ अरे। घरबाट रितो हात निस्के हुन्छ कि हो, जङ्गलमा चर्ने मजाले खाने अनि टक्क जाने होइन। हो त्यो भएर चाहिँ को तरिकाले आज चाहिँ केटाहरू कता कता छुट्यो है। हामी चाहिँ टक्क जाँदैछौँ। एकदम हरियाली पुरा हरियाली भइरहेछ। घाम त्यस्तै लागेको छ आज, मौसम पनि घुम्नुको लागि चाहिँ एकदम एकदम राम्रो वातावरण, राम्रो दिन भइरहेको दिनमा चाहिँ आज हामी चाहिँ अवसर पारेर चाहिँ टक्क घुम्नलाई सबैजना चाहिँ मिलेर सफल हुँदैछौँ। हाम्रो केटाहरू लाउरी केटाहरू पनि जङ्गल सफारी। यो चाहिँ तपाईँहरूलाई गाउँ भन्दाखेरि चाहिँ केटाहरू चाहिँ युरोपमा छ है, फ्रान्स, युरोपको फ्रान्स पेरिस फ्रान्स स्थितको यो चाहिँ मु भन्ने ठाउँमा हो। यो चाहिँ फेरि केटाहरू चाहिँ टक्क आफ्नै पारामा यहाँ पाउने चिजहरूको कस्तो चराहरू पाउँछ भनेर देखाइरहेको छ। यो चराहरूको नामकरण चाहिँ यहाँ गरेको छ, वर्गीकरण। एक्सप्लेन गरिदियो। मु पेरिस, तपाईँलाई भन्दा मुखले भनेको लाग्छ ल, यो मु पेरिस दि नेचर हिस्टोरी भनेको छ। त्यसको ब्याट्री कति पर्सेन्ट छ? अर्को 5 हालिदिइराख्नु। 52 छ। यहाँ चाहिँ हाम्रो साथीहरूले होइन, यहाँ साथीभाइहरूले चाहिँ यहाँ चराको गुँडो हेर्दैछ। यो चरा चाहिँ पर त्यो पानीको बिचमा गुँड बनाएर छ, त्यही निहाल्दैछ। हाम्रो साथीहरूले दूरबीन लगाए यताबाट हाम्रो बाबा भाइले दिँदैछ, हेर्दैछ। उताबाट प्रताप भाइले
पानीको बिचमा गुँड बनाउँछ यिनीहरूले पानीको बिचमा मात्रै गुँड बनाउँछ क्या यो चराहरूले बसिरहेछ त यार त्यो गुँड छ क्या उसको ल हाम्रो दाइले चाहिँ एकदम त्यहाँ पोखरीको यो पोखरीको बिचमा चाहिँ यो हाँसहरूले चाहिँ यिनीहरूले जहिले यो पोखरीको बिचमा चाहिँ गुँड बनाउँदो रहेछ त्यो गुँडलाई चाहिँ यहाँदेखि हामीले एकदम ब्लोरी भिजनमा देखेको कारण चाहिँ दाइले चाहिँ पुरा बाइनिकुलर लगाई चाहिँ के रहेछ भन्ने कुरा चाहिँ त्यहाँ एकदम यथाशीघ्र रूपमा चाहिँ हेर्दै हुनुहुन्छ अब अप्रिल होइन मे जुनतिर बच्चाहरू सँगसँगै हुन्छ त्यतिखेर निस्किन्छ त्यतिखेर पनि आउनुपर्छ यिनीहरूले बच्चा काटेर हिँडाइरहेको हुन्छ कि दामी हुन्छ माछाहरू त्यही फिस हन्टिङको लागि चाहिँ यो चाहिँ नेपालमा पनि पाउनु नि यस्तो होइन यो चाहिँ एउटा के भन्छ बल्छी यस बल्छी पाउँछ नि यहाँनिर पाउँछ है बल्छी यो जताततै त बल्छी हाल्नु पाउँदैन नि अथोरिटी लिनुपर्ने हुन्छ यहाँ के मुसा राख्नु त्यो उसलाई के अरे माछालाई उ गर्ने हो कि बल्छी माछा मार्दैछ माछा कुदिरहेछ नि ल भाइ खाएर त्यसलाई समाउँछ होइन यहाँ चाहिँ यसरी आउँदो रहेछ माछा होइन नि यो आफै आउँदो रहेछ नि यहाँ छ माछा चाहिँ टन्नै छ यहाँ माछा पर्छ कि भयो पर्छ त माछा माछा आएको जस्तै हुँदो रहेछ जर्मन शेफर भालु जर्मन शेफर गाइस यति दामी शेफर जिसहरू यतिकै आज हामी यतिकै एक सर्कलिङ हालिसक्यो बाँकी कुरा अब अझै फेरि हिँड्ने अगाडि बढ्ने यात्रा क्रममै छ यहाँ चाहिँ हाम्रो दाइले चाहिँ आज जङ्गली चराको पोजिसन खिच्नुको लागि एकदम चरा खोजिरहनु भएको छ अहिलेसम्म भेटेको छैन सफल हुन सकेको छैन मनले खाएको जतिको यसमा चाहिँ दुई भाइ केटाहरूले चाहिँ अब साथ दिइरहेको छ तर केटाहरू ओइलेको कुखुरा जस्तो भएर हिँड्दा छ र जोस फुर्ती देखाएको छैन केटाहरू साइडिङमा हिँडेको छ किनभने दाइ चाहिँ पुरै कक पोजिसनमा छ यो चाहिँ ब्लास्ट हुने हिसाबले हो के हो दाइ अहिले त झन् पोजिसन सही छ त होइन 100% पोजिसन मिलाएर हिँड्नुभएको छ त अहिले के हो लिनु त मैले यसकै लागि लिएको हो कि तर अघि चाहिँ अलिक जाडो थियो त्यो स्वेटर लगाएको पुरै फरेस्ट यहाँ हिँड्ने जङ्गलमा हिँड्ने ज्याकेट चाहिँ उता उहाँ फ्याँक्थ्यो काम गर्दाखेरि लगायो जुत्ता पनि गयो यो अहिले यो नर्मल जुत्ता लगाएर पुरै फरेस्टर फोटोग्राफर जस्तो देख्छ नि इन्टरनेसनल फोटोग्राफर हो नि इन्टरनेसनल खाएको छ दाइले स्विसतिर खिचा छ फ्रेन्च त भइगयो फ्रेन्च त आफ्नै घर भइगयो नि गाउँ आफ्नै घर हेलो
के छ अहिले चाहिँ हामी यो ठाउँमा आइपुगेको छ। यो ठाउँको नाम चाहिँ के हो मलाई थाहा छैन। हाम्रो केटाहरू चाहिँ घन्टा निन्द्रा पुगाएर चाहिँ फेरि रेडी टु वकमा भएको छ है। भाइको पनि के सिस्टमहरू मिलाउँथ्यो, म पनि अलिकति सुधिदिएँ। त्यही भएर तपाईँहरूले अब फेरि एकछिनमा पछाडि हेर्न सक्नुहुन्छ। दाइको डिरेक्सनमा चाहिँ हामी यसरी लामो बाटो तताउँदैछौँ। यो चाहिँ हाम्रो एउटा राम्रो ताल पोखरीमा आइपुगिरहेको छ। देख्न पाइन्छ स्वर्ग भनेको चाहिँ यहाँ नजिकै छ है। यहाँ बस्ने हो। स्वर्ग नर्ग के गर्यो दाइ? यो खरायो बोतला हो यो। वन खरायोलाई केले खाएको हेर्न खाइदिएछ है। पौडी खेल्न पर्ने है। किनभने यहाँ पौडी खेल्नु मनाइ छ। पौडी खेल्न पाउँदैन अब रियल चराहरू हेर्नु ठुल्ठुलो। हाम्रो दाइले चाहिँ यहाँ टक्क तालमा भएको चराचुरुङ्गीहरूको हाँसहरूको चाहिँ भिडियो फोटो क्याप्चर गर्दै हुनुहुन्छ पोजिसन मिलाएर। ट्याक्कमा यो चाहिँ तपाईँको माउन्टमा राखिराखि फोटो खिचेको यार चराको हाँसको। परको चराको हो पुरै डुबुल्की मार्दैछ यार हाँसले। हाँसले पुरै डुबुल्की मारेछ हो दाइ। हाम्रो प्रताप भाइले पुरा चरा गन्दैछ यहाँ। कतिवटा चरा पुग्यो भाइ? 32वटा पुऱ्याउनु भयो। 34, 35 तालको चरा गनेर हाम्रो प्रताप भाइले सखाप यहाँ दावा भाइ विश्राममा। हेलो। अर्को दावा भाइ विश्राममा छ, अर्को भाइ पुरा विश्राममा उत्तानो परिरहेछ। 60-70 रहेछ भाइ है। कतिवटा रे? दुर्पिनले बाइनोकुलरले भ्या जति गर्ने क्या। ठुलो पुरा खिचिरहेको हुन्छ एकै ठाउँमा खिचिरहनु छ। कत्रो ठुलो हो त एउटा त। यिनीहरूको मासु चाहिँ खाँदैन है? यहाँ भाइ काम लाग्छ नि, खानु मिल्दैन है? खासै यो समुद्रमा पाउने चराहरू मिलेर छोडेको होइन। राजा हाँस सुन्दैछु। राजा हाँस हेलो दाइ, के गर्नु भएको? के गर्नु भाइ यार,
बुढीको काखमा सुत्न लेखेर रहेछ जिन्दगीमा प्रकृतिको काखमा पो सुतिराखेको छु यार हो र भाउजूको काखमा जुडेर नि छ है जुरेको छैन भाइ के गर्नु बुढीको काखमा लुडीबुडी गर्न ल्याएको छ नि यो प्रकृतिको काखमा लुडीबुडी गर्दैछु यार त्यसो भएर प्रकृतिसँग रमाउँदै प्रकृतिको काखमा लुडीबुडी फेरि बुढीको सौदा चाहिँ होइन है सौदा चाहिँ होइन प्रकृति बुढीको सौदा चाहिँ होइन फेरि प्रकृति प्रेमी हुनु त पायो नि त पायो दामी छ त अँ, प्रकृतिलाई माया गर्ने एउटा तपाईँ पनि प्रकृति प्रेमी हुनु पऱ्यो नि त हो नि भाइ त्यो भएर चाहिँ प्रकृतिलाई त माया गर्छु नि यार। प्रकृतिलाई माया गर्नु भनेको नि एक किसिमको आनन्द लिनु हो नि त हो नि भाइ जो मान्छेले प्रकृतिलाई माया गर्छ त्यो मान्छेलाई चाहिँ जसले पनि माया गर्छ अरे क्या त है यार त्यही भएर तपाईँलाई पनि सबैले माया गर्छ माया गर्छ गर्न सबैजना दामी छ लगाए चाहिँ हामी चाहिँ अब घुमेर जङ्गल घुमेर पनि थाकेर फ्या भएर हामी चाहिँ फर्केको अवस्था है हामी चाहिँ फ्या भएर फर्केको अवस्था अब हाम्रो बाटो चाहिँ यतातिर अब हामी चाहिँ के अरे दावा ठिक छ नि होइन हामी चाहिँ जङ्गल सर्भिलेन्स गरेर नि सर्भाइभ गरेर नि एकदम हामी चाहिँ थाकेको अवस्था है अब चाहिँ हामी घर फर्किँदैछौँ यो तर चरा कराउँदैछु म चरा हेर्दैछु किने बेलामा चाहिँ एउटा राम्रो चरा भेट्यो है बल्ल पाएको बेलामा स्वाद मारी हान्दैछ पोजिसनबाट के गर्नुभएको हौ दाइ मिलाएर भएन अब यार चित्त बुझेन अझै चित्त पुगेको छैन यहाँ ठुलो लेन्स भएर कस्तो खाल्यो क्या क्यामेराको लेन्स मिलाइ खिच्नुहोस् है खतरा छ त ल यहाँ कस्तो खिच्नु हाम्रो दाइले खिच्नु भएको फोटो चाहिँ यसै छ भाग्यो किन बोल्यो भाउजू समाज जाने भाग्यो दामी छ एकदम दाइले टेक अप गर्नु अघिको कराउँदै गरेको दामी थियो है दामी थियो गीत गाउँदै गरेको बल्ल सन्तोक मिल्यो नि त घरको जुम्मा पहिले विश्वासले देखाएको थियो नि आँखा त तिकै छाने एउटा सानो झाडीले डिस्टर्ब गरेको हाम्रो चरा चाहिँ त्यहाँ छ क्या फेरि सानो एउटा झाडीले डिस्टर्ब गरेको दामी छ नि दाइ के छ हौ दावा 2-4 शब्द जाओस् त तिम्रो नि के हजुर यता घुम्न आइरहेछ हामी चाहिँ पेरिसको कुन ठाउँमा अरे यो चाहिँ म भन्ने ठाउँमा पेरिसको पेरिस फ्रान्सको मु भन्ने ठाउँमा चाहिँ यो चाहिँ सानो जङ्गल रहेछ होइन जङ्गलमा चाहिँ हामी चाहिँ माइन्ड फ्रेस अप गर्नुको लागि चाहिँ के गर्न आएको हामी यहाँ घुम्नको लागि चाहिँ अनि हाम्रो दावाजी पनि धेरै भयो क्या नघुमेको अनि दावा पनि माइन्ड फ्रेस होस् न भनेर कति मात्र रुममा बस्ने होइन रुममा बस्ने भनेर क्या जोसेफ विश्वास जुमापेलको के छ ठिक छ केटो चाहिँ अब अलिकति आज स्याट देख्छु होइन दिउँसो सुँगुरको मासु खाएर है कि सुँगुरको मासुले अलिक लस बनाइयो लस बनायो खास दिउँसो चाहिँ खानु नभने खानुपर्ने जिनिस हो भने नत्र पकाउन गाह्रो हुन्छ नि ल है गाइजहरू ल ठिक छ नि होइन पिस चाहिँ एउटा त्यस्तो चाहिँ कस्तो रुख जस्तो कलरहरू बस्दो रहेछ अरे मुसा त मुसा हो कि के हो लोखर के हो ओह्रालो झरेछ तल हौ यहाँ आइसक्यो दाइ यहाँ आएर खिच्नु त यहाँ बिचबाट भागो फेरि उँभोपट्टि गयो फेरि माथिल्लोपट्टि खिच्नु ल दामी पैसा खिच्नु छिटो देख्नु हो दामी खिच्नु है खिच नि हो गुड थ्याङ्क यू दामी थ्याङ्क यू भयो पाएको बेला खिच्ने हो खिच्नु यो त कहाँ मिल्छ त हेरिदिरहेको छ अनुसार खिच भनिरहेछ है चाहिँ हाँसको बच्चाहरू हाँसहरू टोलीहरू कता हो मानव निर्मित पुल मानव निर्मित ताल होइन सब हुन्थ्यो
रमाइलो भइरहेछ नि एकदम रमाइलो चराचुरुङ्गीसँग होइन प्रकृतिसँग झ्याप्प अँगालो मारेर हिँड्न पाइएछ प्रकृतिसँग झ्याप्प अङ्गालो मारेर चाहिँ प्रकृतिसँग अँगालो मारेर हिँडिएछ प्रकृतिको हात समातेर होइन हात समातेर गाइजहरू रमाइलो गरिरहेछ आज यसरी नै दिन बिताएर चाहिँ इन्टरटेनमेन्ट गरिरहेछ होइन चराको गुँडहरू चराको होइन त्यस्तै त्यस्तै लोखर्के पनि हेऱ्यो थर्के पनि हेरियो फोटोहरू विभिन्न किसिमको फोटो भिडियोहरू हामीले खिच्यो होइन आज क्याप्चर गरिरहेछ क्याप्चर गरेको छ त्यो चाहिँ अब अवश्य देखाउनेछौँ हामी त्यसको चाहिँ पछि हामी यही भ्लग मार्फत हामी चाहिँ आजको भ्लग भनेको यही हो यसै समर्थनमा हो तपाईँको यही अनुसारले चाहिँ तपाईँले भरे देख्न सक्नुहुन्छ हेरेर रमाइलो गर्न सक्नुहुन्छ है त गाइस सिधावाको हालखबर एकदम हो यसो दामी ट्रायल दिने ठाउँ जस्तो रहेछ त कान्छ ट्रायल दिने ठाउँ जस्तो दादालाई ट्रायल दिनुपर्छ ट्रायल दिने जस्तो ठाउँ छ दामी छ त ठाउँ त यार केटाहरू ट्रायल भनेर चाहिँ नभन्नु होला है दादा केटाहरू खतरा हिँडिरहेछ त आज के हो हिँडिरहेछ केटाहरू के छ हो यो चाहिँ आल्चा भन्ने फल हो यो चाहिँ पछि बिस्तारै यस्तो दाना भइरहेको छ पछि फल्छ पाकेपछि चाहिँ खानुपर्ने हुन्छ यसलाई अर्को पनि छ रातो आल्चा पनि छ रातो आल्छ नि रहेछ तपाईँहरूलाई फेरि बोट मात्रै देख्यो भन्दा फल पनि छ ल हामी चाहिँ अब जङ्गल यात्रा सकेर चाहिँ हामी बाटोतिर निस्किनु नै यहाँ सफल भइसक्यो है हाम्रो चाहिँ अब भ्लग चाहिँ अब हाम्रो चाहिँ भ्लग जङ्गलको भ्लग चाहिँ आजलाई अन्तिम यहीँबाट पनि टुङ्गाउन चाहन्छु म चाहिँ आजलाई चाहिँ यहीँबाट टुङ्गाएँ कस्तो कस्तो भिडियोहरू आउँछ अरे एउटा कामको दैनिक कामको एउटा डेली एक्टिभिटिजको भ्लग आउँछ भनेपछि एउटा चाहिँ हाम्रो इन्टरटेनमेन्टको लागि जङ्गल सर्भाइभिङको जङ्गल सहर पेरिस होइन अनि पेरिसको त्यो आउँछ हाम्रो चाहिँ स्टेप बाई स्टेप आउँछ तर आज जङ्गल भ्लग चाहिँ हाम्रो दामी भयो रमाइलो स्पेसल हो यदि तपाईँहरू कस्तो लाग्छ भिडियो हेरेर मन पराइदिनु होला अनि लास्टमा लाइक एन्ड सब्सक्राइब एन्ड कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला गाइज ल लभ यु अल के छ भने ठिक छ होइन छड्के गुठमा आइयो त टोलीहरू ल छत्रे टोपीमा टक्क विशेष गरी झिल्कै छ